नमस्कार, म के मानन्दर। आज नवीन साक्य पोडकास्टको बाखा स्टुडियोमा छु। मेरो पनि स्टोरी टेलिङ गर्नको लागि, मेरो आफ्नो थोरै कथा भन्नको लागि यहाँ प्रस्तुत छु। म के मानन्दर, पेसाले म सञ्चारकर्मी हुँ। मैले यो क्यारियर विक्रम सम्वत 2060 सालदेखि नै सुरु गरे हो, अनौपचारिक रूपमा। तर सक्रिय रूपमा मेरो आफ्नो युटर्न लिएको साल भनेको 2063 साल हो। त्यो 63 सालमा टेलिभिजन खुल्दै गरेको त्यो क्यारियरसँग मेरो सञ्चार क्षेत्रको क्रियाशीलता जोडियो। त्यहाँदेखि अनवरत रूपमा म छु। सिक्ने, सिकाउने, पढ्ने, पढाउनेदेखि लिएर हरेक यही सञ्चार क्षेत्रमै केही गरौँ भनी त्यो प्यासनले म अगाडि छु। म जस्तै थुप्रै हुनुहुन्छ यो क्षेत्रमा। थुप्रै सेलिब्रिटी हुनुभएको छ। त्यति मात्र होइन, सबैको आफ्नो बुझाइ हुनसक्छ। हो, म डाइभर्सिटी मिडिया प्र्याक्टिसनरको रूपमा म आफैले प्रेजेन्ट गर्नको लागि म छु आजसम्म। आज 2081 साल चैत्र महिनाको यो पहिलो हप्तामा यो स्टोरी टेलिङ पोडकास्ट रेकर्ड गरिरहँदाखेरि आज पनि म सन्तुष्ट छु कि यो क्षेत्रमा म छु। आज केही गरेको छु, अझै निरन्तर रूपमा गरिरहेको छु, अनवरत रूपमा रहन्छ मेरो यो योजना हो। मैले धेरै सङ्घर्ष गरेको छु यसमा। धेरैले टिभीमा देखिने मान्छे भन्ने चिनाए होला मलाई। कतिले यो मान्छे ट्रेनर हो, क्यापासिटी बिल्डिङको लागि ट्रेनिङ गराउने ट्रेनर हो भन्ने चिनाए होला। कतिले म आर्टिकलहरू पनि लेख्छु विभिन्न विषयलाई लिएर, विशेष गरेर मेरो कल्चरसँग रिलेटेड आर्टिकलहरू पब्लिस भइरहेको हुन्छ ब्रडसिट मिडियाहरूमा। त्यो मात्र होइन, फिल्म क्षेत्रमा थोरै गरेको छु। कलेजहरूमा मास कम्युनिकेसन र जर्नलिजमलाई म पढाउने कामहरू गरिरहेको छु। किनभने मेरो यो प्यासन हो, मेरो सुरुदेखिको प्यासन अहिलेसम्म छ। मैले योभन्दा अगाडि पनि भनिसकेँ। मेरो आफ्नो बुझाइमा दुईटा कुराले गाइड गरेको छ मलाई। दुईटा। एउटा कुरा आइडेन्टिटी हो। त्यो आइडेन्टिटी भनेको दुई किसिमको हुन्छ भन्ने मेरो बुझाइ हो। त्यसले नै इन्फ्लुएन्स गरेर म आजको ठाउँमा आइपुगेको छु। अब यसरी भनिरहँदाखेरि धेरैले चिन्छ भन्ने होइन, धेरैलाई चिनाउनु जरुरी छैन। सबैको बुझाइ, सबैको पर्सपेक्सन फरक छ। त्यो हुँदै गर्छ। जन्मले एउटा आइडेन्टिटी हुन्छ। जसरी म नेवार कुलको मानन्दर परिवारमा जन्मे, यो आधारले स्वतः मसँगको एउटा मातृभाषा जोडिएको छ, नेपाल भाषा। म भक्तपुर जिल्लाको मध्यपुर ठिमीमा जन्मिए, त्यो आधारले मेरो भूगोलको ऐतिहासिक पृष्ठभूमि त्यसमा जोडिन्छ। अनि त्यो सँगै आउने, त्यो ठाउँमा मनाइने, त्यो कम्युनिटीले गर्दै आएको संस्कार, अनि त्यसपछि संस्कृति, अनि त्यसपछिको त्योसँग रिलेटेड सबै कुराहरू मेरो जन्मसँगै आएको आइडेन्टिटी हो, परिचय हो, पहिचान हो। यो क्षेत्रलाई के गर्नुपर्छ? यो अहिले समस्यामा छ, सङ्कट उन्मुख छ। कतिपय विद्वानहरूले भन्नुभएको छ नेपाल भाषा अहिले कोमामा छ। त्यो अर्थ बिरामी भएको छ। नेपालमा करिब 9 लाखको जनसङ्ख्या नेवारहरू भए पनि ठ्याक्कै आँकडा मलाई थाहा भएन, माफ गर्नुहोला, तर करिब 60% मात्रै नेपाल भाषा बोल्छन्, बुझ्छन् र प्रयोग गरिरहेको यो तथ्याङ्कले भन्छ। यो आधारले पनि त्यो विद्वानहरूले भाषा समस्यामा छ भनेको होला। त्यो आधारले मलाई गाइड गरेको छ। त्यो पहिचानलाई मैले संरक्षण गर्नुपर्छ। मेरो संस्कृतिलाई, पुस्ताबाट आएकोलाई मैले हस्तान्तरण गर्नुपर्छ नयाँ सन्ततिलाई भन्ने त्यो आधारले मलाई गाइड गरेको छ। त्यो एउटा आइडेन्टिटी भयो। म बिस्केट जात्रा मनाउँछु, म व्रतबन्ध गर्छु,
मलाई गरेको छ, मैले मेरो सन्ततिलाई गर्नु छ, अथवा यही संस्कारलाई मैले ग्रहण गर्नुपर्छ, 12 संस्कारलाई गर्नुपर्छ, मैले 5 अरे मनाउनुपर्छ, यहाँ मनाउनुपर्छ। त्यसले मलाई एउटा समाजभित्र बाउन्ड गरेको छ। मेरो समाजले मलाई सिकाएको छ त्यो समाज भनेको मानवता हो। कम्तीमा पनि हामी जनावरभन्दा फरक छौँ। त्यो जनावर भनेपछि धेरैलाई त्यो बुझाइ हुन सक्छ। जनावरकै दृष्टिकोणमा हामी जङ्गलमा पस्छौँ र जङ्गलमा बस्छौँ भन्ने कति डर त्रासको बिचमा जीवनयापन गर्नुपर्ने होला। एउटा मृगको दृष्टिकोणले विचार गरौँ। जङ्गलमा सधैँ बाघले खान्छ, चितुवाले लखेट्छ, अथवा अरू मान्छे आएर आक्रमण गर्छ भने त्यो खालको दृष्टिकोण तयार भएको हुनसक्छ। कम्तीमा हामी त्यो डर त्यो खालको त्यो त्रासबाट उन्मुक्ति पाएका छौँ। कारण एउटै हो, त्यो मानवता, त्यो मानवाधिकार, त्यो मानव भएको प्रस्तुत भएको विषय जसको आधार भनेको मेरो आइडेन्टिटी हो, मलाई सिकाएको संस्कृति हो, मैले पाएको संस्कार हो। अरूलाई सहयोग गर्नुपर्छ, जन्म लिइसकेपछि केही न केही गर्नुपर्छ भन्ने आइडेन्टिटी, त्यो पहिचानले मलाई सिकाएको छ, त्यसले गाइड गरेको छ। पहिलो। दोस्रो, जन्मिने बित्तिकै आउने एउटा पहिचान भयो, त्यसलाई संरक्षण, सम्वर्धन, प्रवर्धन र विकास गर्नुपर्छ भन्ने त्यो आधारले म विभिन्न संस्था मार्फत काम गरिरहेको छु। नेवार पत्रकार राष्ट्रिय दबु भन्ने छ, जसले नेवार पत्रकारहरूको हक हितको लागि काम गर्छ। मैले 13 वर्षसम्म त्यसमा काम गरिरहँदाखेरि म केन्द्रीय महासचिवमा छु र त्यसले कम्तीमा पनि पत्रकारिता पेसागत रूपमा लागेको त्यो पत्रकारहरूलाई उनीहरूको हक अधिकारको विषयलाई लिएर मैले जन्मदेखि पाएको त्यो आइडेन्टिटी संरक्षण गर्ने क्षेत्रमा त्यसलाई मिसन जर्नलिजम गरेर मैले काम गरिरहेको छु। त्यो संरक्षण गरिरहेको छु। त्यो काम गर्ने क्षेत्रमा मातृभाषा पत्रकारिता त्यो मात्र होइन, इन्क्लुसिभ जर्नलिजम, समावेशी पत्रकारिता, त्यो सँगसँगै अन्य धेरै मुद्दाहरू छन्। हामीले गरिरहेछौँ, मैले गरिरहेको छु, हामी सबै मिलेर गरिरहेछौँ। त्यो गर्नुपर्ने विषय त्यसले एउटा गाइड गरेको छ। दोस्रो, मान्छेले जन्म लिइसकेपछि लक्ष्य निर्धारण गर्छ होला। प्रश्न हुन सक्छ, तपाईँ जन्म किन लिनुहुन्छ? तपाईँ जन्म लिइसकेपछि तपाईँको लक्ष्य के हो? तपाईँ जन्मनुको कारण के हो र किन जन्म लिइरहनु भएको छ? तपाईँ किन बाँचिरहनु भएको छ भने प्रश्न हुन सक्छ जोसुकैलाई। त्यसको सिधा प्रश्न भनेको म यो कारणले भन्नको लागि केही न केही कर्म गर्नुपर्छ। गीतासारले पनि भनेको छ। महाभारत युद्धको क्रममा पनि हामीले महाभारतमा हेर्यौँ होला, अर्जुनलाई त्यो कृष्णले भन्दाखेरि कर्म गर्दै जानु तर त्यसको फलको आश नगर्नु भन्ने छ। त्यो भनेको मतलब के हो भने त्यो अर्को आइडेन्टिटीको कुरा मैले जोड्न खोजिरहेको छु। त्यसको तात्पर्य हामीले कुनै न कुनै एउटा क्षेत्रमा यति धेरै मिहिन रूपले, यति धेरै मेहनत गरेर, यति धेरै डेफ्टमा गर्नु छ कि त्यसले जीवन सार्थकतासँग जोड्ने काम गर्नुपर्छ। त्यो आधारले मैले त्यो काम गरिरहेको छु। मेरो प्यासन, मैले अघि सुरुमा 60 सालदेखि सुरु भएको क्यारियर 63 सालमा युटर्न भएर ठ्याक्कै मिडियामा इन्ट्री गरेको त्यो कालखण्डलाई मैले जोड्न खोजिरहेको छु। त्यो भनेको मतलब मैले लक्ष्य म सञ्चार क्षेत्रमा केही गर्छु भन्ने हिसाबले बनाएँ। त्यो आधारले अनवरत रूपमा गरिरहेको छु। कतिको उपलब्धि भयो भएन, प्रगति भयो भएन, त्यो आफ्नो ठाउँमा छ, स्वाभाविक रूपमा हुनुपर्छ। सैद्धान्तिक पक्ष पनि यही हो, प्रयास चाहिँ गरिरहेको छु। त्यो आधारले मैले पत्रकारितामा ब्याचलर्समा पत्रकारिता गरेँ 60 सालमा। भाषा विज्ञान नेपाल भाषालाई मैले पढेँ। त्यो मेरो प्यासन हो। मैले केही गर्नुपर्छ नेपाल भाषामा, केही गर्नुपर्छ सञ्चार क्षेत्रमा भन्ने आधारले मैले गरेको यो पढेको हो।
त्यसपछि सन् 2011 ब्याचमा मैले मास्टर्स डिग्री गरेँ मास कम्युनिकेसन र जर्नलिजममा। त्यहाँदेखि अझै धेरै कुराहरू सिक्ने अवसर मैले प्राप्त गरेँ। त्यो 2 वर्षको मास्टर्स डिग्री अध्ययन गर्ने क्रममा मास कम्युनिकेसन र जर्नलिजममा धेरै कुराहरू, जबकि मैले काम गरिरहेको थिएँ त्यही बेला सगरमाथा टेलिभिजनमा, त्यसको बावजुद पनि, काम गरेको बावजुद पनि मैले युनिभर्सिटीको स्टडी गर्दाखेरि अझै धेरै कुरा सिकेँ। यो सिक्ने कुरा भने जीवन पर्यन्त रहने रहेछ, मैले अनुभूति गरिरहेको छु। तपाईँले पनि गर्नुपर्छ होला जहाँसम्म लाग्छ। यो सबैले गर्नुपर्ने विषय हो। त्यो आधारले मैले मिडिया सेक्टरमा अहिले रिसेन्टली मैले खोपो कलेजमा ब्याचलर्समा पढाउने गरेको छु। बिहान एउटा क्लास, कहिले 2टा हुन्छ। अनकलमा छु म एज अ लेक्चररको रूपमा, किनभने मेरो प्यासनै यही भइसकेपछि एउटा कुनै व्यक्तिले एउटा त जन्मको आधारले पाउने त्यो आइडेन्टिटी, त्यो परिचय अथवा त्यो पहिचान, अर्को क्षमताले काम गरेको आधारले पाउने क्षमता, 2टालाई मिक्सअप गरेर अगाडि लानुपर्छ भन्ने मेरो व्यक्तिगत बुझाइ हो। मैले पाएको एउटा गाइडलाइन्स हो। त्यो आधारले मैले जीवनमा मैले लागू गरिरहेको हो। धेरैलाई प्रश्न छ, जर्नलिजम प्रोफेसनल भएन, जर्नलिजममा लागेर मास कम्युनिकेसनमा गरेर पत्रकारिता गरेर केही पनि हुँदैन। नो, यो होइन। यो यसमा लाग्दैन। म सन्तुष्ट छु। भलै मैले धेरै महँगो गाडी चल्न सकेको छैन, 18 वर्षदेखि मारुति नै चढिरहेको छु। तर यसले एउटा के सन्देश दिन्छ भन्दाखेरि पत्रकारिता गरेर पनि जीवन स्तरलाई मध्यम स्तरले चलाउन सकिन्छ भन्ने म आफै उदाहरण हो। धेरैलाई छ, धेरै मान्छेहरू मिडियामा आउने, त्यसपछि क्षणिक केही वर्ष गर्ने, विस्थापित हुनेहरू धेरै सङ्ख्या छ। मिडिया हाउस पनि त्यही छ, खुल्ने बन्द हुने, खोल्ने बन्द हुने। तर एउटा अर्को विषय, जसरी मैले आफ्नो सङ्घर्षको कुराहरू मैले तपाईँलाई कथाको रूपमा भन्न खोजिरहेको छु, सबभन्दा पहिला त मलाई कुन चिजले गाइड गर्यो भन्ने कुरा प्रोफेसनलिजममा र आइडेन्टिटीको क्षेत्रमा भनेर मैले यो बुझाउन खोजिरहेको। जसरी मैले ट्रेनिङहरू चलाउँछु, जसरी आर्टिकलहरू लेख्छु, फिल्म भिडियो सेक्टरमा थोरै काम गर्छु। मेरो जागिर इमेज च्यानल टेलिभिजनमा छ। अहिले 6 वर्ष सगरमाथामा गरेँ, बिचमा पत्रिकामा गरेँ, त्यसपछि फेरि टेलिभिजनमा गरेको, इमेजमा गर्न थालेको फेरि 11-12 वर्ष भइसक्यो। गर्न सकिने रहेछ। यो आधारले म सन्तुष्ट छु। किन पनि सन्तुष्ट छु भन्दाखेरि मिडियाले अरूले भन्दा फरक हुने रहेछ। लाइफमा पाउनुपर्ने एचिभमेन्ट, प्रगति, उपलब्धि, त्यसले काउन्ट गर्न सकिने रहेछ। म मिडियामा भएकै आधारले मैले सोसियल वर्क्स गर्नको लागि, त्यो जसरी पहिलो पहिचानको कुरा गरेको छु मैले, त्यसको लागि मलाई सजिलो बनाइदिएको छ। किन भन्दाखेरि देयर इज अ PR, पर्सनल रिलेसन, पब्लिक रिलेसन, अथवा अरू धेरै, PRलाई त पब्लिक रिलेसनको रूपमा लिन्छौँ। त्यसले गर्दाखेरि काम गर्न सजिलो भइरहेछ मलाई, सोसियल वर्क गर्नको लागि, सामाजिक क्षेत्रमा काम गर्नको लागि मेरो यो प्रोफेसनल सेक्टरले मलाई सपोर्ट गरेको छ। त्यो भएर म यहाँ सन्तुष्ट छु। हो, हुनसक्छ पत्रकारितामा एउटा साधारण जागिर गरेर ठुलो घर बनाउन सकिँदैन होला, गाह्रो छ त्यसमा। तर बनाएको रेकर्डहरू पनि छ। हो, पत्रकारितामा लागेर 1 करोडको गाडी चढ्न सकिँदैन होला, यति धेरै सोभ गर्न सकिँदैन होला। आखिरमा त्यो भौतिक सुख, भौतिक सुविधा आफ्नो बुझाइको विषय हो। कतिले यसलाई महत्त्व दिन्छ होला, कतिले दिँदैन होला। तर मेरो आफ्नो बुझाइमा मैले जति एचिभमेन्ट गरेको छु, म खुसी छु यसमा। म आफै उदाहरण दिइरहेको छु, मैले ठिक गरिरहेको छु भन्ने कुरा भनिरहेको छु। त्यो आधारले पनि म आजको डेटसम्ममा पनि मिडिया लाइनमा छु। 2टा गाइडलाइन छ। एउटा पहिचान, जन्मले आएको पहिचान,
त्यो मैले संरक्षण गर्ने क्षेत्रमा विभिन्न सामाजिक संस्था मार्फत काम गरिरहेको छु, पत्रकारहरूको सङ्घको मार्फत काम गरिरहेको छु। मैले केन्द्रीय महानगर सङ्घमा छु, केन्द्रमा छु, सञ्चार समितिको संयोजक भएर काम गरिरहेको छु। देशभरि एक्टिभिटिजहरू भइरहेछ हाम्रो। त्यो मात्र नभएर मौलिक समितिमा, मध्यपुर ठिमी नगरपालिकाको मौलिक समितिमा पनि म आबद्ध भएर पुरानो नाउँहरू खोज्ने, त्यसलाई अभिलेखीकरण गर्ने र त्यसलाई चाहिँ प्रतिष्ठापन गर्ने काममा अग्रसर छु। त्यति मात्र होइन, हामीले भाषाको क्षेत्रमा, हामीले संस्कारको क्षेत्रमा, संस्कृतिको क्षेत्रमा, आफ्नो मुद्दाको क्षेत्रमा, व्यावसायिक जीवनमा भएको कमी कमजोरीलाई सुधार गर्ने क्षेत्रमा थुप्रै गर्न बाँकी छ। यो दुईटा कुरालाई मलाई गाइडलाइन दिएको छ, गाइड गरेको छ। मैले बुझेको विषय यो हो र मैले आफ्नै जीवनमा यसलाई इम्प्लिमेन्ट गरिरहेको छु, लागू गरिरहेको छु। एउटा पार्ट यो, दुईटा पार्ट भएको एउटा पार्ट यो। दोस्रो पार्ट, नेपाल भाषामा एउटा भनाइ छ, थ्या ब्या भ्या। थ्या ठाउँ, ब्या वासस्थान र जीवनशैली, र भ्या भाषा। यो तीनटा कुरालाई मैले मूल मन्त्र बनाएर मैले आफ्नो जीवनलाई यापन गरिरहेको छु। त्यो अर्थ, जसरी मैले अहिले नेपाली भाषामा यो स्टोरी टेलिङ गरिरहेको छु, मेरो आफ्नो कुराहरू, मेरो आफ्नो विचारहरू व्यक्त गरिरहेको छु, अभिव्यक्त गरिरहेको छु, त्यसरी मैले नेपाल भाषामा पनि संरक्षण गर्नुपर्छ भन्ने क्षेत्रमा लागिरहेको छु। अहिले काठमाडौँ महानगरपालिकाले लागू गर्यो, कीर्तिपुर नगरपालिकाले लागू गर्यो, टोखा नगरपालिकाले केही वडामा लागू गर्यो, ललितपुर महानगरपालिकाले लागू गर्यो। अहिले मध्यपुर ठिमी नगरपालिकामा नेपाल भाषालाई पाठ्य पुस्तक बनाएर, पाठ्यक्रम बनाएर लागू गर्नुपर्नेमा हामी लागिरहेछौँ। यो भाषाको लागि गरेको भयो। मैले नेपाल भाषामै पत्रकारिता गरिरहेको छु 63 सालदेखि। किन? मेरो आफ्नो बुझाइ, मेरो यो सिद्धान्त भाषा संरक्षणको लागि, मेरो आफ्नो मातृभाषा सुरुमा जोडेको कोमामा गयो भन्ने त्यो बुझाइ अब कोमाबाट निकालेर साधारण वार्डमा हामीले सार्नु छ। भाषा संरक्षण गर्ने क्षेत्रमा मैले पनि केही गर्न सकेँ भने त्यसको औचित्य पुष्टि हुन्छ भन्ने गाइडलाइनले गाइड गरेको आधारले मैले काम गरिरहेको छु। त्यो भएर नेपाल भाषा क्षेत्रमा नेपाल भाषाबाट पत्रकारिता गरिरहेको छु, मातृभाषाबाट गरिरहेको छु। गाह्रो छ, सजिलो विषय त होइन, गरिरहेको छु, हुने रहेछ, ठिकै चलिरहेछ। नाम र दाम पाउने रहेछ मिडियामा, धेरैलाई गाह्रो छ। अरू विषयमा जसरी कुनै व्यापार अथवा व्यवसाय गर्नेलाई पैसा धेरै कमाउने रहेछ, तर भ्यालु, पिआर, पब्लिक रिलेसन कम हुने रहेछ। भनेपछि पैसा मात्र भएर पनि नहुने रहेछ जीवनमा। यो मैले बुझेँ। कतिको कलाकार भएर धेरै पैसा कमाएका, कलाकार भएर धेरै त्यो कलाकारिता क्षेत्रमा लागेको तर पैसा कमाउन बिर्सेकाहरू पनि छन्। नेपाल भाषाकै सेक्टरमा नाउँ लिनु पर्दाखेरि उहाँहरूको उत्तरार्ध दुःखद रहेको मलाई थाहा छ। त्यस्तो पनि गर्न नहुने रहेछ। भनेपछि मिडियाले एउटा नाम पनि दिने रहेछ, अर्को दाम पनि दिने रहेछ। त्यो भएर पनि म सन्तुष्ट भएर लागिरहेको छु। हुने रहेछ, गर्ने रहेछ। त्यो दोस्रो कुराको भाषाको कुरा भयो। अर्को थ्या भूगोलको कुरा। भूगोल अहिले साँच्ची नै भन्नुपर्दाखेरि मलाई दुःख लाग्छ। हामी प्रजातान्त्रिक गणतन्त्रमा छौँ, सङ्घीय लोकतान्त्रिक गणतन्त्र भएर पनि, जनता जनार्दन भएर पनि जनता पीडित हुनुपर्ने अवस्था मैले देखिरहेको छु। विशेष गरेर मेरो आफ्नो समुदाय, नेवार समुदाय घर भत्काएको छ। सरकार लागेको छ यसमा, हाम्रो वासस्थानलाई बिगार्ने कुराहरू लागेको छ। यो किञ्चित स्वीकार गर्न नसकिने विषय हो। यसलाई पत्रकारिताको मार्फत, मैले आफ्नो सामाजिक क्षेत्र मार्फत प्रतिकार गर्ने क्षेत्रमा प्रत्यक्ष अप्रत्यक्ष रूपमा लागिरहेको छु। यो वासस्थान जब सकिन्छ, यो पहिलो आइडेन्टिटी मेटिन्छ, त्यहाँ रहेको चिवाहरू मेटिन्छ, त्यहाँ रहेको ढुङ्गे धाराहरू, हितीहरू र त्यो
सङ्कट उन्मुख हुनेछ। त्यो भएको जीवनशैली, त्यो फल्चादेखि लिएर सबै मन्दिरहरू पर्नेदेखि सबै नष्ट हुने भएर पनि यसको विरुद्धमा हामीले अब चेतना जागृत गर्नको लागि मैले आफ्नो पेसागत रूपमा लागिरहेको छु। सबैले आफ्नो क्षेत्रमा गर्नुपर्छ होला, अभियन्ताहरू लागिरहेछन्, राजनैतिक दलहरू लागिरहेछन्, तर पनि सकिरहेको अवस्था छैन। यो दुःखद विषय हो। वासस्थानको लागि हामीले त्यसरी गर्नुपर्छ होला। यो मात्र होइन, अरू पनि धेरै समुदायको मैले चाहिँ कुरा गर्दाखेरि क्षेत्री समुदायको कुराहरू आउला, लेप्चा समुदायको कुरा आउला, थारू समुदायको कुराहरू आउला। थारूलाई विस्थापित गर्ने योजनाहरू बनिरहेछ। त्यो पनि किञ्चित स्वीकार गर्न नसकिने विषय हो। हामीले यो चेतना जागृत गर्नु जरुरी छ। त्यो आधारले पनि सबैले आफ्नो ठाउँको वासस्थानलाई संरक्षण गर्ने हो भने, त्यहाँ भएको ऐतिहासिक पृष्ठभूमिलाई संरक्षण गर्ने हो भने, जहाँसम्म लाग्छ हामी मानव अधिकारको कुरा गर्छौँ, हामी मान्छे भनेर भन्छौँ, हुन त दानव हुन्छ होला, मानव हुन्छ होला, अथवा भगवान हुन्छ होला, त्यसमध्येको हामी मध्यम स्तरको त्यो मर्त्यलोकमा हामी छौँ, अथवा मान्छे भएर जीवन यापन गरिसकेपछि मानव अधिकारको कुरा, त्यसपछि मानवताको कुरा, सामाजिक कुराहरू सबैको लागि पनि यो चेतना अवृत गर्नु जरुरी छ जस्तो लाग्छ। गर्नुपर्छ। जीवनशैलीलाई संरक्षण गर्नु पर्यो होला, भाषालाई संरक्षण गर्नु पर्यो होला, पुस्तान्तरण गर्नु पर्यो होला। भाषा थ्या ब्या भ्या यो सबैलाई गर्न सक्यो भने मात्रै केही न केही गरेको जस्तो मलाई लाग्छ। सुरुमा मैले जोड्न खोजेको अहिले फेरि जोड्न खोजिरहेको छु। मेरो आफ्नो कथा भनिसकेपछि यो सञ्चार क्षेत्रमा मैले कस्तो खालको अनुभव गरेँ भन्ने कुरा अब गर्न चाहन्छु। दुईटा कुरा जसरी इन्फ्लुएन्स गर्यो, त्यो इन्फ्लुएन्स गरेको विषयलाई मलाई गाइड गर्यो, त्यो गाइड गरेको आधारले म आजसम्म छु। मेरो यात्रा यहीँदेखि निरन्तर रूपमा छ, रोकिएको छैन। अब अर्को कुरा, 2063 सालमा मेरो पृष्ठभूमिमा जाउँ पहिला, सबभन्दा पहिला त्यसरी गर्नुपर्छ होला। म खासमा यो मिडिया सेक्टरको अथवा चाहिँ मसँग रिलेटेड त्यो मिडिया सेक्टरमा लागेर उहाँहरूबाट गाइडलाइन पाएर मैले गरेको चाहिँ होइन है। फेरि मिडिया लाइन त्यो क्लियर कुरा छ। मेरो पृष्ठभूमि व्यवसाय हो। अहिले पनि मेरो घरमा हामी जोइन्ट फ्यामिलीमा छौँ, 9 जनाको परिवारमा छौँ। मेरो दाइ भक्तपुरको चेम्बर अफ कमर्सको अहिले निवर्तमान अध्यक्ष हुनुहुन्छ। मैले बुझाउनु खोजेको विषय के हो भने, मेरो पृष्ठभूमि व्यवसाय हो, उहाँले व्यवसाय गर्नुभएको छ भन्ने कुरा हो। अब पुर्ख्यौली पेसा पनि भन्ने हो भने, हामी सानो हुन्जेलसम्म हामी तोरीको तेल बनाउँथ्यौँ, एउटा उद्योग जस्तो सानो घरेलु उद्योग, त्यो चलाउने त्यो पृष्ठभूमिको मान्छे एकाएक म मिडिया सेक्टरमा लागेको छु। यो मेरो प्यासन हो, लाग्न सकिन्छ। बाजेले गरेको काम नातिले गर्नुपर्छ भन्ने होइन, दाइले गरेको भाइले नै गर्नुपर्छ भन्ने होइन। मेरो यो प्यासन, मलाई गाइडलाइन पाएको, त्यो आफ्नो स्वतः पाएको गाइडलाइन, त्यो आधारले नै म त्यो क्षेत्रमा डाइभर्ट हुन पुगेको हो। 60 सालमा रत्न राज्यलक्ष्मी कलेजमा भाषा विज्ञान र पत्रकारिता अध्ययन गरिसकेपछि एकाएक ममा मिडिया सेक्टरमा लाग्नुपर्छ भन्ने प्रेरणा प्राप्त गरे हो। अझै ठ्याक्कै भन्नुपर्दाखेरि एउटा रमाइलो किस्सा छ। हामीले फङ्सनल पेपर भनेर 3rd इयरमा बुझाउनुपर्छ त्यो कुरा। एउटा टिम बनाएर हामीले पत्रिका निकाल्यौँ। त्यो बेला पत्रिका निकाल्ने बेलामा मैले थोरै मात्रै योगदान गरेको थिएँ। भाइभा पनि हुन्छ त्यसको। भाइभा लिने बेलामा मैले सम्भवतः राम्रो प्रस्तुति गरेर होला, भाइभाको त्यो गाइडले त्यो मेरो टिममा सबभन्दा बढी नम्बर मलाई दियो। त्यहाँदेखि इन्फ्लुएन्स भयो म ठ्याक्कै भन्दाखेरि मिडिया लाइनमा काम गरेको। धेरै अरू साथीहरूले मेहनत गरेको, तर सबभन्दा नम्बर प्राप्त गरेको मैले। त्यो आधारले गर्न सकिने रहेछ, हुने रहेछ भन्ने त्यहाँदेखि म मोटिभेट भएँ, प्रोत्साहित भएँ। त्यसपछि यो क्षेत्रमा मेरो झुकाव बढ्दै गयो, क्रमिक रूपमा बढ्दै गयो। टेलिभिजन खुल्दैछ भन्ने थाहा पाइसकेपछि समीर सागर भन्ने साथी
सगरमाथा टेलिभिजन। त्यो बेला त अझै कमै मात्र टेलिभिजन थियो, कान्तिपुर थियो, इमेज थियो होइन, नेपाल 1 भन्ने टेलिभिजन थियो, त्यसपछि सगरमाथा होला जहाँसम्म लाग्छ। च्यानल नेपाल त अहिले त्यो बेलाको अब डाउन मोसनको थियो, अहिले जस्तो थुप्रो टेलिभिजनहरू थिएन। एउटा टिभीमा आउने भनेको त्यो बेलाको ओ वाउ भन्ने जस्तो हुन्थ्यो। वाउ हुने रहर त सबैलाई हुन्छ नै। त्यो साथीले मलाई प्रस्ताव गरिसकेपछि ओ ठिक म पनि ट्राई गर्छु भन्ने भइसकेपछि म पनि इन्टरभ्यूको लागि गएँ। तर विडम्बना, टिभी खोल्ने भन्ने कुरा भयो, सबै मान्छेहरू गइरहेको थियो त्यो टेलिभिजन अनामनगरमा। मलाई याद छ त्यो बेला मेरो त्यो व्यापारिक पृष्ठभूमिको मैले तपाईँलाई भने भर्खरै, त्यो बेला मेरो आइएसपी थियो, मिनी आइएसपी, इन्टरनेट सर्भिस प्रोभाइडर भनेर, हिमालटेक टेक्नोलोजी र सोल्युसन लिङ्क प्राइभेट लिमिटेड भन्ने थियो। त्यो बेला अहिलेको जस्तो वाइफाई टेक्नोलोजी थिएन। त्यो बेला ब्रडब्यान्ड इन्टरनेट भन्ने थियो, कौसीमा एन्टेना राख्ने, अर्को कौसीमा एन्टेना राख्ने, त्यसपछि टिपाउने, र केबल इन्टरनेट भन्ने थियो, घर घरमा केबल लाइन बिछाएर इन्टरनेट वितरण गर्ने हामीले गरेका थियो, कम्पनी थियो। त्यसपछि त्यही खालको कम्प्युटर इन्स्टिट्युसन, साइबर क्याफे त्यस अन्तर्गत राखेर चलाइराखेको थिएँ मैले। त्यो बेला व्यस्त थिएँ त्यो सालमा, 62-63 हो समयमा, व्यवसाय पनि सञ्चालन गरिराखेको। त्यसपछि मिडियामा इन्ट्रेस्ट पनि भएको भनिसकेपछि त्यहाँदेखि मेरो सङ्घर्ष मिडियामा सुरु भएको हो भन्ने मैले तपाईँलाई त्यो बुझाउन खोजिरहेको छु। टेलिभिजन खोल्ने भन्ने भयो, त्यो साथीसँग म गएँ, 1 हप्ता गएँ दिनदिनै। तर टेलिभिजन अन एयर हुने हो कि होइन, कहिलेदेखि हुने हो, कोलाई लिने हो देखि लिएर म रणभुल्लामा थिएँ। आई वाज नन। तर पनि म 1 हप्तासम्म गएँ त्यहाँ, दिनदिनै काम गर्न थालेँ थोरै। त्यहीँ अन एयर त भइसकेको थिएन, तर त्यो बेला आर्काइभहरू बनाउने, भिडियो कलेक्सनहरू गर्ने, रिपोर्टिङहरू प्र्याक्टिसको रूपमा, टेस्ट ट्रान्समिसन अब केही पछि हुन्छ भन्ने हामीले थाहा पायौँ। त्यो आधारले बनिरहेको थियो टेलिभिजन। 63 सालमा कामहरू गऱ्यौँ। त्यो बेला त अलमलै थियो, बिजनेसलाई राम्रो गर्ने हो अथवा मिडिया लाइनमा जाने हो। धेरै अलमलको बावजुद त्यहीँदेखि मैले आफैलाई ठ्याक्कै डाइभर्ट गरेर अब बिजनेस कम हो, मेरो मिडिया लाइन हो भन्ने कुरा, बाटो पहिले आएको निर्धारण गरेको त्यहीँदेखि हो। त्यहाँदेखि सुरु भयो सङ्घर्ष ठ्याक्कै भन्दाखेरि। त्यो बेलासम्म व्यापारिक पृष्ठभूमि भएको आधारले बिजनेस पनि चलि नै रहेको थियो, ठिकै चलिरहेको थियो। त्यो आधारले खर्च बर्चको लागि समस्या थिएन, आफ्नो तरिकाले गरेँ। तर मिडियामा इन्ट्रेस्ट मात्र भएर नहुने रहेछ, मिडियाको लागि त स्किल डेभलप गर्नुपर्ने रहेछ, मिडियाको लागि अध्ययन गर्नुपर्ने रहेछ, मिडियाको लागि यति धेरै प्यासन चाहिने रहेछ, यति धेरै गर्नुपर्ने रहेछ कि जहाँसम्म लाग्छ अरू क्षेत्रमा पनि चाहिन्छ, तर मिडियामा अझ धेरै बढी चाहिन्छ। किनभने मिडियाको लागि 2टा कुराहरू पछि मात्र थाहा पाएँ। त्यो 2टा कुरा भनेको एउटा स्पष्टसँग बोल्न सक्ने, अर्को भनेको लेख्न सक्ने। लेख्न र बोल्न सक्ने मात्रै हो मिडियामा टिकाउ हुने, अरूलाई त गाह्रो छ। बोल्न नसक्नेहरू, लेख्न नसक्नेहरू प्राविधिक क्षेत्रमा टिक्न सकिन्छ होला, क्यामेरा चलाउनेमा, एडिटिङ गर्नेमा, अथवा अरू पनि धेरै छन्। मिडियाको त भेग हो, भेग सेक्टर हो। तर फ्रन्ट लाइनमै आएर स्क्रिनमै आउने, लेख्ने ठाउँमै भोइस अफ भोइसलेस बन्नको लागि त लेख्न र बोल्ने नै चाहिने। त्यो बेलासम्म मसँग थिएन, प्र्याक्टिसै थिएन। बनाउँदै गएँ, प्र्याक्टिस गर्दै गएँ, अनियर हुँदै गएँ। त्यसरी नै हो। त्यो बेलाको तितो अनुभव सुनाउने हो भने, त्यो बेला पैसासँगको, स्यालेरीसँगको त्यति धेरै मतलबै हुँदैन थियो। राम्रो खालको सेटलमेन्ट पनि भएको थिएन। न नियुक्ति पत्र लिएर जानुपर्ने भन्ने थाहा थियो, न चाहिँ धेरै पैसा पाउनुपर्छ भन्ने थाहा थियो। एउटै मात्रै एउटा आकर्षण, स्क्रिनमा देखिने, मिडियामा लाग्ने, त्यो खालको भइसकेपछि त्यो मिडियाले गरेको त्यो आकर्षणको कारणले त्यसमा हामी इन्भल्भ भयौँ त्यो साथीसँगै। जब 64 सालमा टिभी अन एयर भयो, मैले पनि नेपाल भाषामा समाचार वाचन गर्न सुरु गरेँ।
सम्भवतः मेरो समुदायबाट मै पहिलो हुँ टेलिभिजनमा समाचार दिने। क्रमिक रूपमा सिक्ने क्रममा यति धेरै पढ्नुपर्छ भन्ने हिसाबले थप मैले पढ्न थालेँ। तालिम लिनुपर्छ भनेर फेरि तालिम लिन गएँ। देखि लिएर यति धेरै भयो कि तर पैसा चाहिँ नआउने, त्यो खालको सुरुमा मैले धेरै अनुभव गरेको छु। हुने रहेछ। अहिले पनि मैले पढाउँदाखेरि त्यो भन्ने गरेको छु, सुरुमा फ्यान्टास्टिक हुँदैन। याद गर्नुहोस्, फ्यान्टास्टिक हुँदैन। सुरुमा त बिग्रेकैबाट सुरु हुन्छ। सुरुबाट सङ्घर्षबाटै आउँछ। सुरुबाट जेरोबाटै आउने रहेछ। जेरोबाट 1 2 3 त्यसरी बढ्दै जाने हो। त्यसपछि क्रमिक रूपमा बढ्ने हो। त्यो आधारले यसरी एउटा सङ्कटको बावजुद पनि, पैसाको सङ्कटको बावजुद पनि मैले उडान लिएर यही क्षेत्रमा केही गर्छु भनेर लागेँ। त्यो आधारले अहिले मलाई यो ठाउँमा पुर्याएको छ। धेरैले चिन्दैन, चिनेको पनि छैन होला, तर केही हदसम्म मैले गरेको छु भने आत्मसन्तुष्टि लिने ठाउँसम्म पुगेको छु। यो मिडिया साँच्चै भन्नुपर्दाखेरि राम्रो सेक्टर हो। अहिले पछिल्लो समय केही हदसम्म न्यू मिडिया इन्ट्री भइसकेपछि न्यू मिडियालाई नेपाल सरकारले ठ्याक्कै सम्बोधन गर्न नसक्दाखेरि अहिले मान्छेले युट्युबर भनिरहेछ। अर्को जर्नलिस्ट भनिरहेछ। युट्युबर र जर्नलिस्ट त कहाँ फरक हो त? मिडिया सेक्टरमा काम गर्ने भएपछि सञ्चारकर्मी त स्वतः भइगयो त, मिडिया पर्सन भइगयो त। तर हो, मिडिया सेक्टरमा काम गर्नको लागि कम्तीमा पनि त्यो अध्ययन गर्नु जरुरी छ, त्यो सिक्नु जरुरी छ, स्किल डेभलप गर्नु छ, क्यापासिटी डेभलप गर्नु छ, त्यो चाहिँ गर्नुपर्छ। त्यसपछि त्यसले पाथ देखाउँछ होला। मैले गरेको अनुभव। युट्युबर भनेपछि केही पनि नजान्ने भन्ने होइन। मेन स्ट्रिम मिडियाको पनि युट्युबको थ्रु कति कन्टेन्टहरू आइरहेछ। युट्युबरले पनि हाम्रो अहिलेको नयाँ प्लेटफर्म हो यो न्यू मिडिया भनेको। अहिले हामी पोडकास्टको कुराहरू गर्छौँ, ब्लगको कुरा गर्छौँ, ब्लग स्पटको कुरा गर्छौँ, अरू धेरै छन्, इमेल्सहरू थुप्रै छन् न्यू मिडियामा। न्यू मिडिया त अहिले सबभन्दा धेरै, सबभन्दा सशक्त माध्यम भइसकेको छ। यसलाई बुझ्नु जरुरी छ। यसलाई सही सदुपयोग गर्न सक्यो भने यसैबाट पनि केही गर्न सकिन्छ। सही कुरा हो, यो गर्न सकिन्छ। तर आफैलाई अपडेट चाहिँ गर्नु पर्यो, अद्यावधि गर्नु पर्यो, सिक्नु पर्यो, हुटहुटी हुनु पर्यो। धेरैको भ्रम के छ, यो नयाँ मान्छेलाई के थाहा हुन्छ, यो सानो फुच्चेलाई के थाहा हुन्छ? होइन, सिक्ने त्यो स्रोत जहाँसुकै छ, यत्र तत्र सर्वत्र छ। त्यो अहिले त एआईमा पनि छ, गुगलमा पनि छ, सानो नानीसँग पनि छ, बाजेसँग पनि छ, बुवासँग पनि छ, साथीभाइसँग पनि छ, यत्र तत्र छ। तर ग्रहण गर्ने तरिका चाहिँ सिक्नुपर्छ होला। न्यू मिडिया यो खालको हो। तर न्यू मिडियालाई व्यवस्थापन गर्न नसक्दाखेरिको अहिले केही हदसम्म मिडियामा समस्या चाहिँ आइरहेछ। मेन स्ट्रिम मिडियाहरूलाई धराप छ। अहिले एडभर्टाइजै आउँदैन। कमर्सियल स्टेसनहरूलाई गाह्रो छ मिडियालाई, किनभने पहिला टेलिभिजनमा आउने एडभर्टिजमेन्ट सबै यता न्यू मिडियामा सिफ्ट भएको छ। त्यो मात्र होइन, क्लिन फिडले पनि केही हदसम्म टेलिभिजनलाई समस्या गरेको छ। पहिला शाहरुख खानले नेपाली भाषामा बोल्ने एडभर्टाइज आउँथ्यो, अहिले त्यो रोकिदिएको छ। त्यो भएर मल्टिनेसनल ब्रान्डको एडभर्टाइज बन्द भएको छ। एडभर्टाइज निर्भर भएको मिडियाहरूलाई गाह्रो छ। तर अहिले जसरी संसदमा विचाराधीन अवस्थामा छ, विधेयकको रूपमा प्रस्तुत भइरहेछ, त्यो विधेयकलाई अब यदि न्यू मिडियालाई पनि नियमन गर्ने त्यो कानुन बन्छ भने जहाँसम्म लाग्छ अझै राम्रो बन्छ होला। उतार चढाव स्वाभाविक हो, गाह्रो साह्रो स्वाभाविक हो, मिडियामा पनि हुन्छ, सबै ठाउँमा हुन्छ। तर मिडिया आकर्षकको विषय हो। किन भन्दाखेरि मिडियामा लागेपछि धेरैले चिन्छन्, पिआर हुन्छ। मिडियामा लागेपछि पैसा पनि कमाउन सकिन्छ, तरिका जान्नु पर्यो। मिडियामा लागेपछि सन्तुष्ट हुने ठाउँ रहन्छ। जहाँसम्म लाग्छ लाइफमा हुनुपर्ने त त्यही हो कि जस्तो लाग्छ। धेरैलाई पैसा धेरै छ, सन्तुष्टि छैन, नाम पनि छैन, सोसियल स्ट्याटस। कतिलाई धेरै पिआर छ,
सोसियल त्यो खालको पिआर छ, धेरैले चिन्छ, पैसाको अभाव छ, त्यसले पनि सन्तुष्टि प्राप्त हुँदैन होला। सन्तुष्ट हुनको लागि त सबभन्दा पहिला मसँग भएको कुरालाई म्यानेजमेन्ट गर्ने तरिका सिक्नुपर्छ होला। सन्तुष्ट हुनको लागि त त्यो व्यवस्थापन गरेर त्यो सामाजिक स्ट्याटसहरू, सोसियल स्ट्याटसहरू पनि मेन्टेन गर्नुपर्छ होला र केही हदसम्म आफूलाई चाहिने जति पैसा पनि कमाउनुपर्छ होला। मास्लो हायरार्की निड थ्योरीले पनि यही भन्छ। 5वटा पोइन्ट छ त। बेसिक निड्सलाई हामीले अपनत्व गर्ने हो भने गर्न सकिने रहेछ। मैले यही सिद्धान्तलाई फलो गरिरहेको छु र म आजसम्म छु। त्यो भएर सजिलो विषय होइन। सुरुमा यति धेरै गाह्रो, पैसै नलिएकन, पैसै प्राप्त नगरिकन, दिनै रात दिन नभनिकन त्यसरी खटेर काम गर्दाखेरि पनि बिचमा अब यो मिडियामा नलाग्ने कि जस्तो चाहिँ महसुस हुन्थ्यो। तर पनि होइन, अर्को मनले लाग्नुपर्छ, यही हो मेरो प्यासन, यही हो, मिडिया नै हो, गहिराइमा गएर गर्ने हो पनि गर्न सकिन्छ भन्ने हो। एउटा भनाइ छ, ज्याक इन अल, मास्टर इन नन। धेरै मान्छे यही हो। त्यो भनेको मतलब धेरै ठाउँमा सम्पर्क छ, धेरै कुरा थाहा छ, तर राम्रोसँग कुनै पनि विषयको ज्ञान छैन। ज्याक इन अल, मास्टर इन नन, त्यो सिद्धान्त होइन। हुनुपर्ने के हो भने ज्याक इन अल, मास्टर इन वान हुनुपर्ने हो। त्यो भनेको अर्थ धेरै ठाउँमा लागेर पनि एउटा क्षेत्रमा राम्रो गर्ने हो भने अघि भनेको स्याटिस्फ्याक्सन, अघि भनेको नेम फेम, अघि भनेको मनी, पैसा, प्रतिष्ठा र सन्तुष्टि त्यहीँबाट सुरु हुन्छ। मिडियामा छ, सम्भावना छ। मैले त्यो मेरो आफ्नो पर्सनल सिद्धान्त मैले अघि गरेँ भने त्यसले गाइड गरेको आधारले म 2063 सालदेखि सक्रिय रूपमा लागिरहेको छु। विभिन्न आधारले एउटा जन्मजात पहिचानलाई पनि याद गरेर अर्को मैले आफ्नो क्षमताले बनाएको पहिचानलाई पनि मैले ग्रहण गरेर म अगाडि बढिरहेको छु। यो दुईटा पहिचानले मलाई गाइड गरेको छ। त्यो दुईटा पहिचान नै वास्तवमा मेरो लाइफ लङ गाइडलाइन हो। गर्नुपर्छ, केही न केही गर्नुपर्छ, एउटा क्षेत्रमा सबैले गर्नुपर्छ। म अहिले करिब 4 दशकको वर्षमा छु। यो अवस्थामा पनि फुर्सदिलो भएर हिँड्ने हो भने, कामै नगरिकन हिँड्ने हो भने त निकम्मा भइगयो त। निकम्मा हुनु छैन। जसले जुन सेक्टरमा जे गरे पनि हुन्छ, तर गर्नुपर्छ। अर्को पनि भनाइ एउटा जोड्छु म लास्टमा, सकिन लाग्यो, कतिलाई मन नपरेको हुनसक्छ, यति कति लामो बोलिरह भन्ने हुनसक्छ। खैर, लाइफमा केही गर्नुपर्छ। सकिन्छ आफ्नै गर्ने, सकिँदैन अरूको गर्ने। गर्नु चाहिँ अवश्य गर्ने, नगरिकन हुँदैन। आफ्नै गर्ने भनेको मतलब आफ्नै लिडरसिपमा केही गर्ने, त्यसले धेरै एचिभमेन्ट हुन्छ। सकिँदैन अरूको गर्ने, अरूको काम गर्ने, अरूले लिडरसिप गरेको ठाउँमा काम गर्ने। त्यसमा जति नै धेरै मेहनत गरे पनि एचिभमेन्ट कम्पेरिटिभली आफ्नै भन्दा कमै हुन्छ। त्यो पनि बुझ्नु जरुरी छ। मैले यो दुईटैलाई बुझेर गरिरहेको छु। अहिलेसम्म म ठिकै छु, राम्रै छु। भविष्यमा पनि राम्रै हुन्छ भन्ने अपेक्षा छ। मिडिया लाइनमा आउने सम्पूर्ण नयाँ जेनेरेसनलाई पनि म आह्वान गर्छु, अहिले पनि मिडिया सेक्टरमा आउनुहोस्, राम्रो छ यो। अहिले केही हदसम्म उतार चढाव छ, खैर केही छैन, हुनसक्छ, स्वाभाविक हो यो। यसलाई ग्रहण गर्ने हो भने मिडिया सेक्टर राम्रो हो। मिडियाको यो डाइभर्सिटी प्र्याक्टिस गर्दै जाने हो भने गर्न सकिन्छ। हस्, धन्यवाद।